काम गर्छ र उनीहरूलाई राख्छु खुवाउने पानी उ गर्ने श्यामको त 2टा छोरो छन् के भन्ने रश्मिले बिहान उ हेऱ्यो हेऱ्यो अनि के औषधि खाएर हुन्छ रे त उसले पनि अब अलिकति आया चर्केको रहेछ अब के त हिजो फोटोमा हेऱ्यो उसमा एक्सरेमा अनि हिजो झुनेल जाऊँ भनेन भनेको हुने म नगएको किन नगएको त नि यहाँनिर हेर्न अब उ गर्नलाई आएर एकछिनमा एक्लै हिँड्दाखेरि लड्ला उ लड्ला भनेर पो भने हो त अनि उसले नि अहिले उसको कामसाम छैन अब हेर्नलाई सहिलो हुन्छ भोलि उता हस्पिटल लानु पनि सहिलो हुन्छ भनेर उसले नि हिजो सल्लाह गरेर लिएर आउँछु भनेर गएको हो त्यो पनि के गाह्रो भने कि हेत्तेरिका 1-2 हप्ता जति बस्यो तपाईँलाई आफैलाई सहिलो हुन्छ भोलि यो जोडेन झन् उभऱ्यो भने झन् गाह्रो हुन्छ भन्ने कुरो पो हो त तपाईँलाई थाहा छ यहाँ अब भोलिबाट अब सामान किन्ने प्याक गर्ने गरेर त पर्सि जन्ती छ अब बुधबार कसरी भ्याउने अब यो अब भोलि पेचक्क केही भइदिइहाल्यो भने अब आउन नि भ्याइन्न यहाँ आज अफिसमा गयो अब के भयो कस्तो भयो टेन्सन अब टेन्सन हुन्छ नि घरको अब के को अफिसमा नि त्यसलाई पनि छुट्टी लिन लगाएको छुट्टी लिन लगाएर उता उसको अर्को कामले गयो अफिस गयो फेरि छुट्टी लिएर आइज भन्यो उसले पनि जाने हेर्न पर्ने कसरी हेर्ने उ गर्ने अब यतै लिएर आऊ भन्छ अब कोठा पनि नजानी भन्छ अनि तपाईँ एक्लै यहाँ बसेर उ गर्न सक्छ त एक दिन पो देला 2 दिन पो देला के तिमीहरूले मान्छेको आश गरेर नि हुन्छ भने के आश नगरे पनि म उ गरिहाल्छु उ त पनि तिमीहरू उ हुँदैन अनि म एक्लै बोर हुन्छ कि बाबु त्यस्तो हो भने छुनु कहाँ बस्यो भने छुनु त हुन्छ नि त अहिले दिनभरि हुन्छ नि त कहाँ हुन्छ उ पनि घर बसी हुँदैन कहाँ हुन्न भोलि पर्सि अब कहीँ न कहीँ हिँडिरहन्छ कि त्यही पनि यहाँ बसिरहेपछि के पर्ला भोलि कसले अब ल ठिक छ पैसा चाहियो म जान्छु भने त म हालिदिउँला पैसा अनि त्यो लाने मान्छे पनि भइदिएन भने के गर्नु त नि त्यो हो नि समस्या भने त उता के यहाँ हेर्छु अब अस्ति नै त्यही कागज पत्र पनि मैले लिएर गएन आतासमा हिजो पनि अब यहाँ भयो भने भयो नभए भने त्यहीँको रिपोर्टमा उ गरेर अब 2 हप्तामा त कहाँ हुन्छ त हड्डी कहाँ जोड्छ है जोड्दैन नि त त्यही त भने नि 2 हप्तामा जोड्दैन 2 हप्ता 1-2 हप्ता त्यता बसेपछि अनि त्यहाँबाट यता उसमा मिला अब ल्याएर एक्सर्साइज गरेर यताउति गरेर कस्तो हुने रहेछ त्यो अनुसार गरौँ भनेको मैले उ त बसी पनि त्यही हो बाबु जहाँ बसी पनि गाह्रो छ नि अब सँगै हुन्छ कब त अब यहाँबाट कसरी जान्छ त तपाईँलाई भन्नु हजुर यहाँबाट कसरी जान्छ त यहाँ भने बेला फुत्त म निस्किन पाउँदैन कसलाई भनेर जान्छ भन्छु नि त कोही न कोहीलाई त भने अब यस्तो जानु पर्यो भने त ठिक छ म पैसै चाहेर म जान सक्छु भने म पैसा निकालिदिउँला म हालिदिउँला तर यहाँ जाने मान्छे चाहिँ को छ भने के भ्याउँछ पर्छ उ त कोही न कोही त लिएर गइहाल्छ उ त गयो भने म त्यही अनुसारको उ गर्नु पर्ला यहाँ नभयो भने उतै जानु पर्ला मामाहरूलाई खबर गरे त भने त भनेन मैले भन्नु पर्दैन त भोलि हामीलाई नि अब गाल पर्ला के कस्तो हो यस्तो बाहा भन्ला बिस्तारै भन्नु तपाईँले सोचे जस्तो हुँदैन कि पछि उसले पनि त हामीलाई अब यो गर्दैन त्यो गर्दैन हेर्दैन भन्ने हुन्छ हेर्दाखेरि पो तपाईँले गर्दाखेरि पो यस्तो गर्यो उस्तो गर्यो भने उनीहरूले हेर्दा केही नै गरेन एक्लै बसिरहेछ त्यतिकै छोडिदिए जस्तो हुँदैन त तपाईँले भनेर अब उसले पत्याउनु पऱ्यो नि गाउँले त पत्याउँदैन अब के भन्ने छ अब यो फिट गर्नु बाबु यो के भयो यो मैले पकाएर खान सक्दैन सबभन्दा ठुलो कुरो अब हात जुन चलाउन पर्ने हातै त्यसो भइ
एकचोटि तै पनि फोन गर्ने एकचोटि नभए हामी कहाँ त्यहाँ गाह्रो भयो भने अब तै पनि अर्को सानियामाहरू मामाहरूकोमा एक दुई दिन बस्छ, कति बसेर हुन्छ भने त्यहाँ बसेर बरु म पैसा हालिदिन्छु, खर्च जति लाग्छ म हालिदिउँला उपचार गर्नलाई। एकचोटि सोधि हेर्नु भनी हेर्नु तपाईँलाई त्यहीँ गाह्रो हुन्छ भने। भन्नु त उनीहरूले पनि आएर बस भनिहाल्छ नि, म चाहिँ नगएको मात्रै हो। नगएको तपाईँ पो गएन त। यहाँनिर अब गाह्रो पऱ्यो भने उनीहरूलाई पनि अब नहेरेको जस्तो हुन्छ, अब खबर गरेन भन्ने हुन्छ। भन्नु त म भनिहाल्छु नि, यस्तो मलाई यस्तो भइरहेको अब यहाँ अप्ठ्यारो फेरि पर्सिको 2-3 दिनमै बेच्छ फेरि यहाँ भोलि घ्याउमा जानुपर्छ फेरि। हाल पनाउदिए अनि हाल भाइ लामाको सन्तान भाइ मरेको छ फेरि कता कता दौडिने यहाँ एकछिन अफिस त्यस्तै भयो यहाँ खतम भयो। अब जान्छ भने सँगै जाऊँ भनेर आएको हो, अब जानिँदैन आफै भन्नु अब नभए म नजाने ठिकै छ। अब के भन्ने अब तपाईँ आफैले उ गर्नु, एकचोटि खबर गरेर भन्नु। अब यहाँनिर त्यो काइँले पनि कति दिन भार पकाएर खले उसले पनि अब कहाँ कहाँ दौडिरहेको हुन्छ, ऊ पनि दौडिरहेको हुन्छ। अब ऊ जाने टाइममा त के चाहिँ बनाएर खान्छ तपाईँले एक्लैले? अनि यहाँनिर म त केही न केही उ गरेर नि, के आफ्नो सजिलो हुन्छ होइन आफ्नो लागि।